साथीहरू नमस्कार। भ्याकेन्सी नेपाल युट्युब च्यानलमा स्वागत छ। गोरखापत्र विशेष सामान्य ज्ञानमा हामी केही प्रश्नहरू लिएर आएका छौँ। प्रश्न नम्बर 1, विश्व स्वास्थ्य संगठन WHO का सदस्य मुलुक बीच भविष्यका महामारीको सामना गर्ने सम्बन्धी सम्झौतामा कहिले सम्झौता भएको? सन् 2025 अप्रिल 16। प्रश्न नम्बर 2, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मूर्तिकला सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 वैशाख 5 र 6 काठमाडौँमा। प्रश्न नम्बर 3, कोशी प्रदेश सरकारद्वारा पहिलो पटक लगानी सम्मेलनको आयोजना कहिले गरिने भएको छ? विक्रम सम्वत 2082 वैशाख 18 र 19। प्रश्न नम्बर 4, नेपालमा हाल 2082 वैशाखसम्म चरा प्रजातिको सङ्ख्या कति पुगेको छ? 849। प्रश्न नम्बर 5, नेपालको प्रवासन दर प्रति हजार जनसङ्ख्यामा कति रहेको छ? 7.5%। प्रश्न नम्बर 6, हात्तीको मुखाकृति जस्तै रहेको हात्ती ढुङ्गा कहाँ अवस्थित छ? जैमिनी नगरपालिका 9 पैयुनथाप। प्रश्न नम्बर 7, शिलापत्र वर्ष खेलाडी 2081 घोषित हुन सफल खेलाडी को हुन्? पलेसा गोवर्धन। प्रश्न नम्बर 8, वर्ल्ड इकोनोमिक फोरमको यङ ग्लोबल लिडर 2025 छनौट हुन सफल व्यक्तित्व को हुन्? काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डङ्गोल। प्रश्न नम्बर 9, कफी खेती सर्वेक्षण 2075 अनुसार कफी उत्पादनमा पहिलो स्थानमा रहेको जिल्ला कुन हो? काभ्रेपलाञ्चोक, दोस्रो स्याङ्जा र तेस्रो सिन्धुपाल्चोक। प्रश्न नम्बर 10, व्हाइट हेलमेट केसँग सम्बन्धित छ? सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकहरूको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठन। प्रश्न नम्बर 11, पारिवारिक DNA को माध्यमबाट हराएको व्यक्तिको पहिचान गर्नका लागि इन्टरपोलद्वारा सञ्चालनमा ल्याइएको डाटाबेसलाई के भनी चिनिन्छ? आइफेमिलिया। प्रश्न नम्बर 12, नेपालमा सन् 2025 सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ? 24%। प्रश्न नम्बर 13, कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिने भएको छ? फक्ताङलुङ ताप्लेजुङमा। प्रश्न नम्बर 14, नेपालले कहिलेसम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ? सन् 2030 सम्म। प्रश्न नम्बर 15, पृथ्वी दिवस कहिले मनाइन्छ? अप्रिल 22। प्रश्न नम्बर 16, मिसेस डिभा नेपाल 2025 को ताज चुम्न सफल युवती को हुन्? सङ्गीता अधिकारी, सिनामङ्गल, काठमाडौँ। प्रश्न नम्बर 17, पोप फ्रान्सिसको निधन कहिले भएको? सन् 2025 अप्रिल 21, 88 वर्षको उमेरमा। प्रश्न 18, सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय कहिले गरेको हो? विक्रम सम्वत 2082 वैशाख 8 गते। प्रश्न 19, भारतले शक्तिशाली लेजर हतियारको सफल परीक्षण कहिले गर्यो? सन् 2025 अप्रिल 20। प्रश्न नम्बर 20, विषु पर्व कहाँ प्रचलनमा रहेको छ? सुदूरपश्चिम। प्रश्न 21, वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न वातावरण प्रहरीको व्यवस्था गर्ने महानगर कुन हो? ललितपुर महानगरपालिका। प्रश्न 22, भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम धर्म कचहरी हो। प्रश्न 23, ए हाउस फर मिस्टर विश्वास र इन अ फ्री स्टेट नामक कृतिका सर्जक को हुन्? BS नायपाल। साथीहरू, आजको गोरखापत्र विशेष प्रश्न उत्तर यति नै रहेको छ। थप यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, हेर्दै गर्नुहोला। धन्यवाद।